बिहानै जुरुक्क उठेको यसो हेरेको आँखै अगाडि काम देखिरहेको छु है। त्यसो चियासिया खाएँ मजाले, ल काम गर्नु पऱ्यो भनेर यो टमाटरको गोठ पनि नबनाइ भएको थिएन। अनि त्यसपछि गोठ बनाउन हामी थाल्यौँ। अनि सुरुमा चाहिँ झ्याउ लागिरहेको थियो होइन, कहिले सक्नु अब यार यत्रो सुरु गरिहाल्यो, फेरि पानी पनि पर्न लागिरहेको थियो। अनि यतिकैमा अल्छी मान्दै गरिरहेको थिएँ। फेरि होइन अब एकछिन चाहिँ जाँगर गरेर गर्नु पऱ्यो भनेर छिटो गरेर डोरीसोरी सबैतिर बाँधिसकेपछि चाहिँ उतापट्टि परपट्टितिर चाहिँ अलिक टाइट भन भनेर गर्दै थिएँ। फेरि दाइले ल्याएर प्लास्टिक लगाइदिनु भयो। यतिकैमा प्लास्टिक लगाएपछि अब प्लास्टिक त उडाउँछ, गोठमा राम्रो प्लास्टिक नभए त हुँदैन भन्ने भएर फेरि प्लास्टिकलाई हामीले बाँध्यौँ। पछि टमाटर फल्दाखेरि पनि झ्याउ हुन्छ, कुवाइदिन्छ र राम्रोसँग टमाटर पनि फल्न पाउँदैन। त्यही भएकोले गर्दाखेरि हामीले मजाले सबैतिर हामीले कपडाले बाँध्यौँ। बाँधिसकेपछि उडाउँछ उडाउँदैन भनेर चेक गरेको, त्यो पनि नउडाउने भइसकेपछि चाहिँ मजाले हामीले फेरि सबै सिधा बनायौँ। भाटाहरू सिधा छ छैन भनेर वरिपरिको सबै रेखदेख गऱ्यौँ। यतिकैमा दादाले आएर टमाटरलाई पनि छाँटकाट गर्नुभयो। फेरि तिनजना मिलेर हामीले मजाले छाँटकाट गऱ्यौँ र आजको दिनचर्या यतिकैमा टमाटरको गोठ बनाएर बित्यो। तर पहिला सुरुमा चाहिँ झ्याउ लागिरहेको थियो, पछाडि चाहिँ एकदमै स्पेसल लाग्यो। तपाईँलाई कस्तो लाग्यो?